वेलकम टू माई यूट्यूब चैनल। तपाईँ देख्दै हुनुहुन्छ बागदुला बजार। यति बेला हामी जाँदैछौँ, गाडी बिग्रिएर हामी यति बेला बिस्तारै बिस्तारै जाँदैछौँ ग्यारेजमा। अहिले बडारा भन्नेमा आइसकेका छौँ। यो तपाईँको बागदुला बजार बस पार्क देख्न सक्नुहुन्छ, सामुन्ने रहेको छ बस पार्क। यति बेला प्युठानको नयाँ बस पार्क। तपाईँ गाडी बिग्रेर एकदम टेन्सनमा हुनुहुन्छ हैन? यस, चिन्ता नगर्नुहोस्, बिस्तारै बिस्तारै बनाउँदै जाउँला। हामी चाहिँ गाडी बिग्रिएर यतिखेर अलिकन तनावमा छौँ। अहिले मल्लरानीदेखि झर्दै अहिले सारीबाङबाट मिस्त्री लिएर अनि हल्का गाडी बनाएर अगाडि बढिरहेका छौँ। र अब हामी जान्छौँ ग्यारेजमा गएर गाडी बनाउँछौँ। अनि त्यसपछि हामी तपाईलाई देखाउँछौँ नौबैनी गाउँपालिका। त्यसपछि तपाईँ यहाँ देख्नुहुन्छ यो नेपाली टोपीहरू, ज्याकेटहरू तपाईँ यहाँ नयाँ उयोहरू यही बन्दैछ। यो कारखाना रहेको छ। मल्लरानीदेखि हामी झर्दै झर्दै अहिले यहाँ बागदुलाको पुलनिर आइसकेका छौँ। तपाईँ उता जाने बाटो देख्न सक्नुहुन्छ, ऊ भिङ्ग्री जाने बाटो हो। भिङ्ग्री मच्छी हुँदै गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका। पुल प्रवेश गर्दैछौँ बागदुला बजारको, तपाईँ देख्न सक्नुहुन्छ। अनि हाम्रो यो झिमरुक खोला पनि हल्का आइदिएको थियो हिजोको पानीको कारणले। यता देख्नुहुन्छ हाम्रो गुरु अलि चिन्तितमा हुनुहुन्छ गाडी बिग्रेको कारणले, र हामी त्यसको लागि बागदुला बजार। हामी यहाँबाट न्यू टाउन जान्छौँ। हामी यहाँदेखि तल ग्यारेजमा जाँदैछौँ अब गाडी बनाउनको लागि। बिस्तारै बिस्तारै लगेर जाँदैछौँ। अब बागदुला पुल मुनि आएका छौँ, हामी ग्यारेजमा जाँदैछौँ। यहाँदेखि ग्यारेज रहेको छ, अब आइपुगेको छ। सबैभन्दा मनपर्ने भनेको युट्युब हो। युट्युब हेरेर साथ दिने सबैलाई अभिनन्दन गर्दछु। र सुखमा पनि युट्युब, दुःखमा पनि युट्युब हेर्ने काम गर्दछौँ हामी सबैले। त्यसैले युट्युब हेरेर लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला। अब हामी एकदमै उसमा छौँ, अहिले ग्यारेजमा आइसकेका छौँ। हाम्रो ग्यारेज रहेको छ यहाँ। हामी यति बेला ग्यारेजमा आएका छौँ अब गाडी बनाउनलाई। तपाईलाई केही भन्नु छ भने भन्न सक्नुहुन्छ। अब हामी मिल्ने छौँ थोड़ी ब्रेक के बाद। अब यो बनाएपछि तपाईँलाई फेरि नयाँ देखाउने छ।